हेलो वेलकम ब्याक मेरो स्टार ब्लग च्यानलमा हजुरहरूलाई फेरि पनि स्वागत जनाउँदछु। अनि आज चाहिँ हामी घुम्नु बुढी खेलमा उभौली रमाइलो गर्नलाई। अब चाहिँ अन्तिम हो नि त उभौलीको। बबिना सोल्टिनी स्वागत। छोरी यता हेर्नुहोस्, मेरो दिदीको छोरी। यता मेरो सानो सानो पान्टाङ पुन्टुङ छोरीहरू यतातिरै तिमीलाई त सबैले चिन्छन्, मेरो छोरी। अब हामी चाहिँ हिँड्यौँ। कसलाई बिएस बनाउँछ भरे बिस्तारै त्यो टुरी खेल्नु भएको मान्छे सबलाई बिएस हुन्छ। हामी फेरि भेट्ने छौँ। चढेर सुइया जाने हो। रात परिसक्यो तर उता पुगेर हामी भरे 10 बजे राति आउँछौँ घर चाहिँ। 10 बजे राति जो आउँछ त्यसको खुट्टा भाँच्ने कार्यक्रम हुन्छ मेरो तर्फबाट। 3 बजे नै फर्किन्छु हौ। 3 बजिसक्यो चाहिँ फर्किने अरे क्या। अब बिहानको 3 बजे हो क्या, बिहानको 3 ल मेरो हिरोनीहरू अब सबै मेरो पछि पछि लाग्दैछ। निकाल्नै पर्यो नि हिरोनीहरू सबै। तेरो दसमा छ र मेरो सोल्टीमालाई चाहिँ होइन कि बहिनी छोरीहरू सबैजना हिरोनी। के गर्नु ल। हामी चाहिँ अब उता गएर यसो त्यहाँको माहौलहरूलाई क्याप्चर गर्छौँ। अनि त्यहाँनिर धेरैजना आफन्तहरू पनि भेटघाट। हामी झरिसक्यौँ। हामी गाडीबाट झरेर हामी भित्र जानुलाई हिँड्दैछौँ। यहाँनिरको अवस्थाहरू चाहिँ यस्तो छ। हामी चाहिँ ढिलो आएको भएर अलपत्र पर्दै यहाँ हिँड्दैछौँ है। हामी खोज्नु ल अलपत्र। वाउ ड्रेस। यसरी पाक्दैछ है ढुङ्गामा सेकुवा बनाइछ। यो सेकुवा छुट्टै मजा आउँछ। यस्तरी दिदीहरूलाई भेटिएन। अनि म चाहिँ अब खोज्नु जाँदैछु आफ्नो ठाउँको छ। अनि म चाहिँ यो सकेला नाचेको देखाउन लागिराखेको छु। दिदीहरूलाई पनि भेटिराखेको छैन, दिदीहरू छैन देखेको। आयोजकको सचिवालयमा सम्पर्क गर्नुहोला। हामी अर्को हप्ता साकेलाको सूचना ज्येष्ठ दर्शकले सार्सिउडोक धारावासी चिनारी पार्क आयोजक 6 नम्बर वडा कमिटी बुढानीलकण्ठ नगर कार्य समिति बुढानीलकण्ठ नगर कार्य समितिबाट 6 नम्बर वडा कमिटी जामलिङ राई
डोन्ट नो म नि एक्लै आइदिएको आएन अनि लापत्ता भएको मान्छेहरूको खोजी कार्य स्थल नम्बर 51 मा आइपुग्यौँ हाम्रो अग्नि भाइ वाबु कठुवा अनि त्यस पछाडि ए छोरी ल हारीहरू पनि बेच्नु ल्याएको रहेछ त भिड त बाहिर त खोइ कता जानु खोइ को छ अनुसाहरू छ अनुसा अस्ति न त्यो उता भेटिया थियो त हामी सँगै हिँडेको यहाँ हुनुहुन्छ त्यहाँ हेर न त्यति राम्री भएर कविताहरू त्यहाँ राम्री नराम्री भएर त्यहाँतिर राम्री भएर हामीलाई छोडेर आएको मान्छेहरू पनि भेटेको रहेछ अहिलेसम्म हामीलाई देखाएको छैन अहिलेसम्म हामीलाई दिइसकेको खुसी कम्ती खोजेको त हामी पुरा अनुसारले पोल्दिरहेको छ मेरो नाना कति राम्री छ यहाँ साँच्ची कति राम्री भराको हेलो बेबी चस छोरा चस नआएको आएन नि उनीहरू उता त्यो हौवा सेवारो यहाँनिर पुरा भ्लगमा पनि स्वागत छ मेरो भदैलाई पुरा भ्लग बनाउँदैछु नि त म त यहाँको रमाइलो खिच्दैछु के नआएको नि नल्याएको के अरे गाह्रो हुन्छ भनेर नजाने भन्यो अनि नल्याएको बबी नआएको छ उता गएको छ अब कता जाने हामी चाहिँ लु कता जाने जाउँ बबी नआउनु आउँछ यस्तो राम्रो मान्छे राम्री मान्छेहरूको बिचमा एउटा फोटो खिचौँ न हौ सिस्टर म अठाइदिनु पर्ने हजुरले अठाइदिनु ल ल ल भदैँ यहाँ फोटो खिच्नु हाम्रो एक्सन भयो एकदम एक्सनमै हुनुहुन्छ कहाँ गयो खोइ
ल है रामी रामी ल अलिक राम्रोसँगले थ्याङ्क यू लु कहिले जानु के अरे सन्देश पनि आउने भन्थ्यो अरे त सन्देशहरू नाचु ढोल बजाइरहेको थियो ए तिनीहरू केटाहरू भाइ हिम्माकोहरू छ त्यहाँ कहाँनिर नाचिरहेको छ ए ताम्लिछाहरूकोमा त्यो लिम्चुङबुङकोमा ए तर हावाहुरी धुलो डरो धुलो चाहिँ बोकेर जाइने भयो अब चाहिँ एक राउन्ड नाच्नु जाने हो नि त नाच्ने मान्छेहरू यता छ म चाहिँ यसो हेरेर बस्नु तर नाच्नु मलाई त आउँदैन नाच्नु म यस्तो त भिडियो बनाइदिन्छु नि त दामी भिडियो बनाइदिन्छु म सबैभन्दा ठुलो त खोइ कहाँनिर पो छ हौ लिम्चुङबुङमा ठुलो छ हौ त्यहाँ होइन कता हो छ लिम्चुङबुङ बासीकोटे सबैको छ त्यहाँ सकिएछ कि क्या यता होइन लिम्चुङबुङको यता होइन यता मास्तिर थियो ऊ त्यहाँ माथि थियो कति ठाउँमा सकिसक्यो अनि कति ठाउँ चाहिँ बाँकी छ यहाँ थियो क्या र हौ कि कहाँ थियो सकिएको हो कि क्या हो यहाँ हो यो लिम्चुङबुङ हो यहीँ हो यहीँ हो यही हो लिम्चुङबुङको एक राउन्ड घुमेर आउनु यहाँसम्म हामी बस्छौँ
लागि हो भने कृपया आएर सम्पर्क गरेर लान सक्नुहुनेछ। ठिक छ, यहाँ दाजुलाई नि भेटियो, भदालाई नि भेटियो, हामी सबैजना है अब यहाँनिर यो भन्दा त दिउ खानु नि यो गुलियो हुन्छ यतिखेर चाहिँ हामी सबैजना भेला भएर यतिखेर चाहिँ हामी सबैजना भेला भयौँ हैन त? खोजा यहाँ चाहिँ मेरो भाउजू ड्युटी भइरहनु छ। वाउ भाउजू, वाउ यहाँ चिसो खान लागेको छु हामी। यहाँ त बहिनीले चिसो हाल्नुहुन्छ, मेरो छ्यामा फुपू अनि यता म बन्ठी। ल हामी चाहिँ चिसो खानेवालामा छौँ। लो छिटो होइन यहाँ उसलाई जान्छ म त जा खाऊ ल फेरि यसुरी आसोको
गर्नु अब अब हाम्रो दाजैलाई भेटेपछि त खतरा खानै पर्यो माइती राजालाई डाँटेर यत्रो चेलीहरूले अब के गर्नु होइन दादरमा चाहिँ खाने हुन्छ के हुँदैछ यता खै चेस गरौँ न भनेर मिल्दैन लेभल अनि यो चिसो अर्कोबाट ल्याउँदा दाजै पुग्छ सकिसकेको छ यहाँको दृश्य चाहिँ अब यस्तो भइरहेको छ सबैजना हिँड्ने अब आफ्नो आफ्नो घरतर्फ सबैजना हिँड्न लाग्नु भएको छ अनि मेरो ग्रुपहरू चाहिँ कता हुनुहुन्छ थाहा छैन मलाई तर म खोज्दैछु अब ब्लगलाई अन्त्य गर्दैछु सबैजनालाई हेरेर साथ दिनुहुन्छ भनिकन म आशा राख्दछु धन्यवाद मियाटातिर नि बाई बाई